बढी यो एमबिएस फर्स्ट सेमिस्टर अन्तर्गतको अर्गनाइजेसन बिहेभियरको हाम्रो युनिट नम्बर 11 रहेको छ। कन्फ्लिक्ट म्यानेजमेन्ट भन्ने युनिट छ। कन्फ्लिक्ट भनेको के हो त भनेपछि द्वन्द्व भन्ने बित्तिकै विभिन्न जुन हाम्रो लिटरेचरहरूले फरक फरक भाषामा यसलाई एक्सप्लेन गरेको छ, जसमा चाहिँ हाम्रो धेरै जसले टेन्सन पनि भन्छ, यसलाई हस्टिलिटी, अनफ्रेन्डली, नेगेटिभ एटिट्युड हो भन्छ, एन्टागोनिज्म हो भन्छ, मिसअन्डरस्ट्यान्डिङ हो भन्छ, एग्रेसन हो भन्छ, रिस हो भन्छ, रिबलरी हो भन्छ। त्यही भएर अब द्वन्द्वको अवधारणा कन्फ्लिक्ट भनेको एउटा फ्रिक्सन हो अर्थात् डिसएग्रिमेन्ट द्याट एक्सप्रेस हस्टिलिटी, नेगेटिभ एटिट्युड, मिसअन्डरस्ट्यान्डिङ बिट्विन पिपुल। इट ह्यापन, यहाँ हेर्दै जाउँ है, इट ह्यापन्स टु साइड्स थिङ्क दियर गोल, आइडिया के छ, भ्याल्यु के छ, कम्प्लिटली अपोजिट छ कि छैन भन्ने कुराहरू रह्यो। जस्तै द्वन्द्व भनेको मानसिक बीचको असमझदारी हो भनेको हो है, डिसएग्रिमेन्ट हो। अर्को एक्सप्रेस हस्टिलिटी, मनमुटाव गरिदिन्छ, असहमति हो, नेगेटिभ एटिट्युड हो। जब दुई पक्षहरू बिचमा आफ्ना लक्ष्य, विचारहरू, मूल्य मान्यताहरू एकअर्कामा मिल्दैनन्, उल्टो झन् भन्ने लाग्छ, त्यही भएर द्वन्द्व सिर्जना हुन्छ। कन्फ्लिक्ट इज द प्रोसेस इन विच इफोर्ट इज पर्पोजली मेड बाई वान पर्सन अर ग्रुप टु ब्लक द इफोर्ट अफ अनदर भनेर भन्छ। त्यही भएर चेन्जिङ भ्यू अन कन्फ्लिक्ट, द्वन्द्व सम्बन्धी परिवर्तनशील दृष्टिकोणहरू। ओभर टाइम म्यानेजर ह्याभ लुक कन्फ्लिक्ट इन 3 वेज। कन्फ्लिक्ट हाम्रो 3वटा वेजबाट छ। पहिला चेन्जिङ भ्युज अफ कन्फ्लिक्ट भन्छ, अर्थात् ट्रेडिसनल परम्परागत दृष्टिकोण अनुसार कन्फ्लिक्ट भनेको के हो त, कम्प्लिटली ब्याड हो, एकदम नराम्रो, हार्मफुल हो, मस्ट बी एभोइडेड, यो एभोइडेड गर्नुपर्छ एट अल कस्टमा। इट्स हो दियर इज फेलियर, म्यानेजमेन्टले कन्फ्लिक्ट भयो भने म्यानेजमेन्ट सक्यो भन्ने जस्तो फिल गराउँछ। द्वन्द्व पूर्ण रूपमा खराब र हानिकारक हुन्छ, यसलाई जसरी पनि रोक्नुपर्छ, यसले व्यवस्थापन असफल भएको देखाउँछ। ह्युमन रिलेसन भ्यू, मानव सम्बन्ध दृष्टिकोण अनुसार कन्फ्लिक्ट एउटा नेचुरल र नर्मल थिङ हो। इट क्यान नट बी एभोइडेड इन एनी ग्रुप अर्थात् अर्गनाइजेसन, यसलाई हामीले एभोइड गर्न सक्दैनौँ। सो वी मस्ट एक्सेप्ट। द्वन्द्व एक प्राकृतिक र स्वाभाविक कुरा हो, यो कुनै पनि समूह वा संस्थामा आउनु सामान्य हो, त्यसैले यसलाई स्वीकार गर्नुपर्छ। इन्ट्रेक्सनिस्ट मोडर्न भ्यू, आधुनिक दृष्टिकोण अनुसार कन्फ्लिक्ट इज नट जस्ट नेचुरल बट मिनिमम एमाउन्ट अफ कन्फ्लिक्ट एब्सोल्युटली नेसेसरी। मोडर्न इराले के भन्छ, इन्ट्रेक्सनिस्टले के भन्यो भने कन्फ्लिक्ट एउटा नट जस्ट नेचुरल होइन बट मिनिमम एमाउन्ट अफ कन्फ्लिक्ट एब्सोल्युटली नेसेसरी। अब अहिले के भन्यो भने थोरै मात्रामा चाहिँ हाम्रो कन्फ्लिक्ट चाहिन्छ अरे ग्रुप अथवा परफर्म इफेक्टिभली स्टे क्रिएटिभ हुनको लागि। त्यही भएर द्वन्द्व प्राकृतिक मात्र होइन, समूहलाई अझ राम्रो, रचनात्मक र सक्रिय बनाउन धेरै मात्रामा द्वन्द्व हुनु एकदम आवश्यक हुन्छ। फङ्सनल र डिसफङ्सनल कन्फ्लिक्ट भन्छ, फाइदाजनक र हानिकारक दुईवटा छ टाइप्सहरू। फङ्सनल कन्फ्लिक्ट गुड कन्फ्लिक्ट हो, सपोर्ट गोल अफ अर्गनाइजेसन ग्रुप, इम्प्रुभ पर्फर्मेन्स, समूहको लक्ष्यलाई मद्दत गर्ने, कार्य सम्पादन सुधार्ने काम। डिसफङ्सन नामै डिस भनेपछि ब्याड कन्फ्लिक्ट हो, जसले चाहिँ स्लो डाउन गर्छ, स्टप ग्रुपलाई चाहिँ उनीहरूको काम गर्नलाई उनीहरूको इफिसियन्सी घटाउँदै जान्छ, समूहको काममा बाधा पुर्याउने र सम्बन्ध बिगार्ने नराम्रो द्वन्द्व हो। ओके, यो चाहिँ हाम्रो रहेको छ इन्ट्रेक्सनिस्ट भ्यू अनुसार। अनि कन्फ्लिक्ट प्रोसेस भन्छ। अब हेरौँ, कजेज अफ कन्फ्लिक्ट हेर्छौँ, सोर्सेस अफ कन्फ्लिक्ट हेर्छौँ। अब त्योभन्दा पहिला हामीले कन्फ्लिक्ट प्रोसेस भन्ने 5वटा स्टेज भन्छ। पोटेन्सियल अपोजिसन, कग्निसन, पर्सनलाइजेसन, इन्टेन्सनल कन्फ्लिक्ट रिजोल्युसन, स्टाइल, बिहेभियर, आउटकम भनेर भन्छ। कन्फ्लिक्ट म्यानेजमेन्टका एप्लिकेसनहरू, कन्फ्लिक्ट भनेपछि जहिले पनि ब्याड हुँदैन। म्यानेजमेन्टले के गर्छ, फङ्सनल कन्फ्लिक्टलाई इन्करेज गर्छ, डिस्करेज डिसफङ्सनल कन्फ्लिक्टलाई। यिनीहरूले के गर्छ भने वान ह्यान्डलिङ, एउटा न एउटा कन्फ्लिक्ट मेन्टेन गर्नुपर्छ, जस कारणले विभिन्न टेक्निकहरू, सिचुएसनहरूले हामीले कन्फ्लिक्टलाई रिजोल्युसन गर्ने। रिजोल्युसन भनेको समाधान गर्ने। अब नेचर एन्ड टाइप अफ कन्फ्लिक्ट इन्डिभिजुअल लेभलमा हुनसक्छ, इन्टर इन्डिभिजुअल, अर्को इन्ट्रा इन्डिभिजुअल, त्यो व्यक्तिभित्रै व्यक्ति आफैले सोचिरहेको कन्फ्लिक्ट हुनसक्छ। अर्को व्यक्ति, अर्को ग्रुप लेभल भनेको इन्टर, एक ग्रुपै
ग्रुपभित्रै या अर्को ग्रुप र एक ग्रुप। अर्गनाइजेसन लेभल जस्तै इन्टर अर्गनाइजेसन एउटा र इन्ट्रा अर्गनाइजेसन तीनटामा है, इन्डिभिजुअल ग्रुप र अर्गनाइजेसन लेभलमा। अब सोर्सेस अफ इन्डिभिजुअल अथवा ग्रुप लेभल कन्फ्लिक्ट भन्छ। स्ट्रक्चर फ्याक्टरहरू स्पेसलाइजेसन एउटा छ, इन्टरडिपेन्डेन्ट, गोल फरक भयो भने, जुरिस्डिक्सन एम्बिग्युटीहरू आफ्नो एरियाहरू क्राइटेरिया आधारमा कार्यगत क्षेत्रगत अधिकारको हिसाबले, पर्सनल फ्याक्टरहरू स्किल र एबिलिटिजहरू, पर्सनालिटिज, पर्सेप्सन, भ्याल्यु, इथिक्स, इमोसन, कम्युनिकेसन बेरियरहरू हो यसरी है। अब डाइनामिक्स अफ इन्टर ग्रुप कन्फ्लिक्ट हेरौँ। पहिला सोर्सेस हेरौँ त। पहिला सोर्सेस भनेको रिसोर्स स्कार्सिटी, स्रोत साधनको कमी भयो, फाइटिङ ओभर लिमिटेड मनी, टुल, स्पेस, सीमित पैसा भयो, साधन कम भयो भने झगडा होला। अब गोल डिफरेन्स भन्छ, लक्ष्यमा भिन्नता। डिफ्रेन्ट डिपार्टमेन्ट हेभ डिफ्रेन्ट अब्जेक्टिभ, विभिन्न डिपार्टमेन्टले अर्को उद्देश्य छ अरे। सेल्स वान्ट्स टु सेल्स डिपार्टमेन्टले सेल फास्ट गर्ला, फाइनान्सले पैसा सेभ गर्ने भन्छ। त्यही भएर फरक विभागको उद्देश्य फरक हुन्छ। बजार विभागले सामान धेरै बेच्न चाहन्छ भने आर्थिक विभागले पैसा धेरै जोगाउन चाहन्छ। कम्युनिकेसन ब्रेकडाउन भनेको सञ्चारमा कमजोरी, मिसअन्डरस्ट्यान्डिङ अथवा पुवर सेयरिङ अफ इन्फर्मेसन, गलत बुझाइ र सूचना आदान प्रदानमा कमी हुन जान्छ। टास्क इन्टरडिपेन्डेन्ट भनेको एकअर्कामा निर्भरता। वेन वान पर्सन क्यान नट स्टार्ट दियर वर्क अन्टिल अनदर पर्सन फिनिसेस दियर, एउटाले काम गरेको छैन अर्कोले गर्यो, अरूले गर्ला भनेर एकअर्कामा निर्भरता हुने, अनि त्यसपछि झगडा भइहाल्छ, कन्फ्लिक्ट हुन्छ। एकजनाले काम नसकेसम्म अर्काले काम सुरु गर्न सक्दैन। पर्सनालिटी क्ल्यासेस भन्छ, व्यक्तिगत टक्राउहरू, क्ल्यासेसहरू। डिफ्रेन्सेस इन पर्सनल ह्याबिटहरू, इगो, स्टाइल, मानिसको आफ्नै बानी, घमण्ड, स्वभाव नमिल्नु कुराहरू हो। कन्फ्लिक्ट रिजोल्युसन टेक्निकहरू है, द्वन्द्व व्यवस्थापन र समाधान गर्ने उपायहरू भनेको हो। अब यसमा हामीले प्रब्लम सल्भिङ कन्फ्लिक्ट भन्छ। कन्फ्लिक्ट वेन कन्फ्लिक्ट ह्यापन, म्यानेजर युज डिफ्रेन्ट टेक्निक टु सल्भ इट। म्यानेजरले विभिन्न टेक्निकहरू यो समाधान गर्नको लागि युज गर्छ। प्रब्लम सल्भिङ कोल्याबोरेसन भन्छ है, मिटिङ फेस टु फेस, टक टु आउट इस्यु, फाइन्ड विन टु विन सोल्युसन बोथको लागि। समस्या समाधान भनेको दुवै पक्ष मिलेर सँगै बस्ने, कुरा बुझ्ने, दुवैलाई फाइदा हुने, विन टु विन उपायहरू खोज्ने। अर्को सबअर्डिनेट गोल भन्छ। सबअर्डिनेट गोल भनेको क्रिएट भेरी बिग गोल, ठुलो गोल बनाउने, द्याट रिक्वायर बोथ फाइटिङ साइड वर्क टुगेदर टु एचिभ इट भन्छ। सर्वोच्च लक्ष्य निर्धारण गर्ने, एउटा यस्तो ठुलो लक्ष्य तोक्ने जुन पुरा गर्न झगडा गरिरहेका दुवै पक्ष मिल्नै पर्छ। एक्सपान्सन अफ रिसोर्स भनेको प्रोभाइडिङ मनी, मोर मनी, स्पेसहरू, टुल, सो पिपुल डु नट ह्याभ फाइट ओभर देम भन्छ। स्रोत साधनको थप, पैसा, ठाउँ, सामान थपिदिने ताकि कर्मचारीहरूले लुछाचुडी गर्न नपरोस्। अर्को एभोइडेन्स भनेको विथड्र गर्ने, स्टेइङ अवे फ्रम कन्फ्लिक्ट अर प्रिटेन्डिङ इट डज नट एक्जिस्ट, युजफुल वेन इस्यु इज भेरी स्मल भनेको पन्छाउने काम, व्यवस्था गर्ने काम, द्वन्द्वबाट टाढा रहने, मतलब नगर्ने, सामान्य समस्या मात्र उपयोग हुन्छ। अब हेरौँ कम्प्रोमाइज। इच साइड गिभ समथिङ भ्यालुएबल, रिच मिडिल पाथ एग्रिमेन्ट, लुज सिचुएसन भनेको सम्झौता गर्ने, दुवै पक्षले आफ्नो आफ्नो अडान छोडेर अब बिचको बाटो रोज्ने भनेको। यो चाहिँ अब झगडा मिलाउने काम भयो। ल अब हेरौँ जुन हाम्रो इन्टर ग्रुप कन्फ्लिक्ट। अब पर्सनल फ्याक्टर। अब हामीले डाइनामिक्स अफ इन्टर ग्रुप कन्फ्लिक्ट भन्ने कुरा हेरौँ। जस्तै लोयल्टी, ग्रुपमा लोयल्टी कतिको छ हो। अनि त्यसपछि हाम्रो यसले चाहिँ टास्क एकम्प्लाइसमेन्ट गर्न मद्दत गर्छ। अर्को हाम्रो लिडरसिपले के गर्छ भनेपछि मोर अटोक्राटिक ग्रुपहरूको केसमा पनि हाम्रो चाहिँ यसरी कन्फ्लिक्ट आउन सक्छ। अर्गनाइजेसन स्ट्रक्चर ग्रुपहरू चाहिँ एकदमै रिजिड भइदियो भने डिग्री अफ युनिटी भन्छ। कोहेसिभनेस भनेको ग्रुप इन्क्रिज हुँदै जान्छ। अनि अब मेजर टाइप्स अफ इन्टर ग्रुप कन्फ्लिक्ट भन्छ। फङ्सनल कन्फ्लिक्ट अथवा डिसफङ्सन दुईवटा छ। त्यही भएर टास्क कन्फ्लिक्ट र रिलेसनसिप कन्फ्लिक्ट, प्रोसेस कन्फ्लिक्ट। स्ट्राटेजी फर म्यानेजिङ इन्टर ग्रुप भन्छ। जस्तै कन्ट्राडिक्टिङ छ कि, कोअप्टिङ छ कि, कोइलेसन फर्मिङ छ कि हो, यसले चाहिँ डिसिजन क्राइटेरियालाई इन्फ्लुएन्स गरिरहेको छ कि, इन्फर्मेसन कन्ट्रोल कसरी भइरहेछ,
प्रेसर ट्याक्टिक्स कस्तो भइरह टाइप्स अफ इन्टर ग्रुप कन्फ्लिक्ट भनेको हरिजेन्टल र भर्टिकल लेभल कन्फ्लिक्ट हुन्छ, लाइन स्टाफ कन्फ्लिक्ट हुन्छ, रिलेसनसिप बेस कन्फ्लिक्ट हुन्छ, डाइभर्सिटी बेस कन्फ्लिक्ट हुन्छ। अब कन्फ्लिक्टको एप्रोचहरू कम्युनिकेसन, ब्रिङ्गिङ आउटसाइडर लिने, रिस्ट्रक्चर गर्ने संस्थालाई, अनि इन्करेज कम्पिटिसन। कन्फ्लिक्ट रिजोल्युसन टेक्निक भनेको प्रब्लम सल्भिङ, सुपर कोअर्डिनेट गोल भनिहालेँ, एक्सपान्सन भनिहालेँ, एभोइडेन्स विथड्र गर्ने, कम्प्रोमाइज लुज लुज भने कमान्ड गर्ने। अब एप्लिकेसन अफ कन्फ्लिक्ट म्यानेजमेन्ट वर्क प्लेस भन्ने लास्ट कुरा हेरौँ। अब कन्फ्लिक्ट जहिले पनि ब्याड हुँदैन, म्यानेजमेन्टले इन्करेज गर्नुपर्छ, जसमा डिसफङ्सनल कन्फ्लिक्टहरू एउटा ह्यान्डलिङ गर्नुपर्छ भन्ने कुराहरू हामीले पढिसक्यो। अब डिफ्रेन्ट भ्यूहरू छ, ट्रेडिसनल भ्यू, ह्युमन भ्यू, इन्ट्रेक्सनल भ्यू पढिसक्यो। फङ्सनल कन्फ्लिक्ट, पोजिटिभ कन्फ्लिक्ट, रिलिज टेन्सनहरू, स्टिमुलेट थिङ्किङ, क्रिएटिभिटी, ग्रुप कोहेजन, आइडेन्टिफिकेसन, च्यालेन्जेस। डिसफङ्सन भनेको नेगेटिभ भनेको डिजाइन, यसले के गर्छ, रिडिजाइन अफ पर्सनल, टेन्सन हुन्छ, क्रिएसन डिस्ट्रस्ट हुन्छ, गोल डिस्प्लेसमेन्ट हुनसक्छ, डिस्कन्टिन्युन हुनसक्छ। यस्तै कुराहरू अब हामीले रिअर्गनाइजिङ, कम्युनिकेसन, इन्करेज र आउटसाइडरहरू लिएर हामीले समाधान गर्ने भनेर यो रह्यो हाम्रो 11 च्याप्टर नम्बर 11 र च्याप्टर नम्बर 12 चाहिँ हामी हेरौँ लास्ट।